नपत्याउने खोलाले बगाउँछ भन्ने अहिले त्यस्तै भएको छ। सुरुमा अशोक दर्जीलाई धेरैले पत्याएका थिएनन्। अशोक दर्जी पनि हिरो, त्यस्तो फिल्म पनि हेरेर भन्नेहरू धेरै भेटिए। गायक तथा सङ्गीतकार पनि निर्देशक टङ्क बुढाथोकीले निर्देशन गरेको फिल्म हेर्ने र के राम्रो होला र भन्नेहरू पनि आए। तर जब फिल्म दर्शकलाई मनपर्छ ती रिस गर्ने मान्छेहरू आफै पछि हट्दै जान्छन्। फिल्म मन बिनाको धनले अहिले हलमा निकै माया पाइरहेको छ, दर्शक पनि बढिरहेका छन्। फिल्मका निर्देशक टङ्क बुढाथोकीले फिल्मले सुरुवातका दिनभन्दा अहिले धेरै राम्रो व्यावसायिक सफल भइसकेको बताएका पनि छन्। बुझेअनुसार यो फिल्मले झन्डै 1 करोड ग्रस कलेक्सन गरिरहेको छ। विशेष गरी विद्यालयका विद्यार्थीहरू बोकेर शिक्षकहरूले हलमा कुदाइरहेका छन्। सबै शिक्षक र विद्यार्थीले हेर्नै पर्ने फिल्म रहेछ भन्दै सन्देश प्रभाव भइरहेको छ। अशोक दर्जी, AR बुढाथोकीसँगै अन्य कलाकारहरू सरोज खनाल, निता ढुङ्गाना, रमेश विश्वकर्मा लगायतका अन्य कलाकारहरूको चर्चा पनि भइरहेको छ। सोमबार फिल्मको नेपालगञ्जको सिने रोयलमा 7 सो र QFX बागेश्वरीमा 2 सो गरी पुरै हाउसफुल थियो। पूर्वको इटहरी, बिर्तामोड, दमक, विराटनगर, चितवन, पोखरा, दाङमा दर्शकको भिड लाग्न थालेको छ। सुरुको दिनमा जम्मा 95 सो पाएको फिल्मले अहिले देशभर 100 भन्दा बढी हाराहारीमा सो छन्। फिल्ममा दर्शक देखिएसँगै फिल्मका कलाकार काठमाडौँका विभिन्न हलहरूमा कुदिरहेका छन्। रिलिज भएसँगै अशोक दर्जी, टङ्क बुढाथोकी लगायतको टिम त अहिले काठमाडौँभरिका हलहरूमा कुदिरहेका छन् र आजकै दिनबाट उनीहरू नेपालगञ्जतर्फ पनि प्रस्थान गर्दैछन्। यसरी हेर्दा अशोक दर्जीको फिल्म सुरुवातको दिनबाट अहिलेसम्म आइरहँदाखेरि निकै मन पराइरहेका छन्, निकै राम्रो व्यापार गरिरहेको छ। लगानी लगभग अब केही दिनमा लगानी पनि सुरक्षित हुने जस्तो देखिन्छ। फिल्मले विशेष गरी शिक्षक र विद्यार्थी बिचको ती कनेक्सन, त्यो मायालाई देखाइरहँदाखेरि देशैभरिका शिक्षकहरू त्यसै गरी विद्यार्थीहरूले हेर्नुपर्छ भन्ने लागिरहेको छ। अझ बढी अशोक दर्जीका ती फ्यान जो पहिल्यैदेखि उनको एक किसिमका फ्यानहरू थिए, शुभचिन्तकहरू थिए, उनलाई माया गर्ने दर्शक थिए, उनीहरू अहिले हलमा गइरहेका छन्। विशेष गरी अशोक दर्जीका दर्शकहरू अझ बढी गाउँबाट फिल्म हेर्न पुगिरहेका छन्। यो फिल्म टङ्क बुढाथोकीले निर्देशन गरेका हुन्। अशोक दर्जी, AR बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ। उनी अशोक दर्जी मात्र होइन, मैले अहिले पनि भने सरोज खनाल, निता ढुङ्गाना लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ। दर्शक पनि के तपाईँ मन बिनाको धन फिल्म हेर्नुभयो? यदि हेरिसक्नु भएको छ भने कस्तो लागेको छ कृपया कमेन्ट गर्न सक्नुहुन्छ र हेर्नुभएको छैन भने यदि हेर्ने तयारीमा हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि लेख्न सक्नुहुन्छ। ग्लोबल IB बैंक सबैका लागि बैंक।